नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादित बनेका छन्। अध्यागमन विभागको नेतृत्व सम्हालिरहेका सहसचिव तीर्थराज भट्टराई अख्तियारको छानबिनमा परेपछि गृहमन्त्री लेखकमाथि समेत प्रश्न उठेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मारेपछि मन्त्रालयको उच्च तहसम्म अनियमितताको शंका गहिरिएको छ। गृह मन्त्रालय मातहतको अध्यागमनमा भिजिट भिसाका नाममा व्यापक सेटिङ भएको र त्यसबाट दैनिक लाखौं रुपैयाँ असुल हुने गरेको खुलासा भएपछि लेखकको नेतृत्वमा नै यस्तो कारोबार भएको आरोप सार्वजनिक भएको छ। भट्टराईलाई सुरेश पन्थी हटाएर गृहमन्त्री लेखकले निर्देशनमा अध्यागमन प्रमुख बनाएको थियो। अख्तियारले छापा हान्ने तयारी गरिरहेकै बेला मंगलबार साँझ तीर्थराज भट्टराईलाई अध्यागमन कार्यालयबाट झिकेर गृह मन्त्रालयमै तानिएको थियो। यो कदमले उनीमाथि हुने अनुसन्धानबाट जोगाउने प्रयास भएको भन्दै अनेक आशंका जन्मिएको छ। खाडी मुलुकतर्फ भिजिट भिसामा जानेहरूसँग 50,000 देखि युरोपतर्फ जानेहरूसँग 3 लाख रुपैयाँसम्म असुली हुने गरेको स्रोतको दाबी छ। त्यस्तो असुली अध्यागमन कार्यालयका कर्मचारी हुँदै मन्त्री तहसम्म पुग्ने गरेको जनाइएको छ। समाचारमा औसतमा दैनिक 100 जना यात्रुलाई यस्तै सेटिङमा अध्यागमनबाट पास गरिने उल्लेख छ। त्यस हिसाबले दिनमै करिब 50 लाख रुपैयाँ बराबरको असुली हुने र त्यसमा मन्त्री र उच्च तहका कर्मचारीको संलग्नता रहेको खुलेको छ। त्यसअघि गृहमन्त्री लेखक स्वयंले मन्त्रीहरूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको थियो। तर अहिले आफूमाथि शंका लाग्दा भने उनी मौन बसेका छन्। उल्टै उनले भिसा सेटिङमा मुछिएका 8 जना कर्मचारीलाई सरुवा गरेर जिम्मेवारीबाट उम्कने प्रयास गरेका छन्। उनले अध्यागमनका नायब सुब्बा प्रेम प्रसाद पौडेल र वीरभद्र जोशीलाई काठमाडौँ सिडिओ कार्यालयमा, नरबहादुर थापालाई बाँकेको जिल्ला प्रशासनमा र कम्प्युटर अपरेटरहरू पवन गुरुङ, प्रदीप यादव, धनराज उपाध्याय र उदेन सुवेदीलाई कारागार व्यवस्था विभागमा सरुवा गरेका छन्। भिजिट भिसाको वास्तविक सेटिङ मात्र कर्मचारी तहमा नभई गृह मन्त्रालय र म्यान पावर व्यवसायहरू बीचको रहेको जानकारहरूको बुझाइ छ। रमेश लेखक मात्रै होइन, गृहमन्त्री भइसकेका कांग्रेसका धेरै नेताहरू घोटालामा मुछिँदै आएका छन्। 2046 साल पछिको अवधिमा कांग्रेसबाट 11 जना नेताहरूले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। तर ती मध्ये 4 जना नेताहरू अपराध र भ्रष्टाचार प्रकरणमा पक्राउ परिसकेका छन् भने मुद्दा खेपिरहेका छन्। पञ्चायतपछिको पहिलो सरकारका गृहमन्त्री योग प्रसाद उपाध्यायदेखि अहिलेका गृहमन्त्री लेखकसम्म आइपुग्दा यो पद कांग्रेस नेताहरूका लागि जति शक्तिशाली अवसर रह्यो त्यति नै संकटको थलो पनि बनेको छ। सबैभन्दा पहिले गृहमन्त्रीका रूपमा विवादमा तानिएका नेता हुन् खुम बहादुर खड्का। उनले गृहमन्त्री पद सम्हालेको केही वर्षपछि नै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर भई जेल सजाय पाएका थिए। त्यसपछि गोविन्दराज जोशी गृहमन्त्री हुँदा संकलित सम्पत्तिको विषयमा अख्तियारको फन्दामा परे। उनीमाथि 3 करोड 93 लाख बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। विशेष अदालतबाट सफाई पाए पनि सर्वोच्च अदालतले पुनः फैसला उल्टाउँदै जोशीलाई 3 महिना कैद र 69 लाख रुपैयाँ जरिवाना सुनाएको थियो। अर्को गृहमन्त्री विजय कुमार गच्छदार ललिता निवासका प्रकरणमा संलग्न भएको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। उनी अदालतमा 10 लाख धरौटी बुझाएर छुटेका थिए। गच्छदार लामो समय फरार रहेका थिए, तर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनी अदालतमा हाजिर भएका थिए। उनी गृहमन्त्री हुँदा नेपाल लोकतान्त्रिक फोरममा अध्यक्ष थिए। पछि पार्टी कांग्रेसमा गाभिएको थियो। यसरी उनी कांग्रेसबाट गृहमन्त्री बनेका थिए। त्यसैबीच अर्का कांग्रेसका गृहमन्त्री बालकृष्ण खान नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। उनलाई उच्च अदालतले धरौटीमा छोडेपछि उनी 30 लाख रुपैयाँ तिरेर छुटेका थिए। खानमाथि पूर्व गृह सचिव टेक नारायण पाण्डेले आफूले खानकै निर्देशनमा काम गरेको बयान दिएपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो। यसरी हेर्दा कांग्रेसका लागि गृहमन्त्री पद शक्तिशाली भन्दा पनि घातक बनिरहेको छ। जसले यो पद सम्हाल्यो ऊ विवादमा तारियो भने जस्तै अवस्था बनेको छ। अहिले रमेश लेखकमाथि उठेको प्रश्न पनि गम्भीर छ। यद्यपि दोष पुष्टि भइसकेको छैन। सार्वजनिक पदमा बस्ने व्यक्तिले आफ्नो नेतृत्वमा हुने घटनाको जिम्मेवारी लिनु लोकतान्त्रिक अवस्थाको आधार हो। तर लेखकले पद बचाउने होडमा देखाएको मौनता र कर्मचारीहरूलाई सरुवा गरेर पन्छिन खोजेको शैलीले अझै शंका उब्जाएको छ। अख्तियारको छानबिनले देखाएको तथ्य र पछिल्ला सरुवाहरूले आगो चिसो नभई फैलिँदै गएको संकेत दिएको छ। यो प्रकरणले फेरि एकपटक कांग्रेस गृहमन्त्री पद सम्हाल्ने नेताहरूका लागि शक्ति होइन संकट बनेर आएको छ। यदि नेतृत्वले समयमै जवाफदेहिता देखाउन सकेन भने गृहमन्त्री पद कांग्रेसकै पतनको अर्को ढोका बन्ने खतरा बढ्दै गएको छ।